तिमी आमा हौ थाक्न पाउँछौ रोकिन पाउँदैनौ। स्वागत छ साथीहरू मेरो नयाँ भिडियोमा। साना नानीहरू भएपछि यस्तो हुँदो रहेछ, न भिडियो बनाउन दिन्छन् न केही गर्न दिन्छन् है। यो चाहिँ हाम्रो पहिलो दिनको भिडियो हो। दिदी चाहिँ आउनुभयो अनि अन्सिकाले र दिदीले चाहिँ भिडियोहरू बनाउनु भयो। अन्सिकाले चाहिँ बोलेर भिडियो बनाउनु लायो हामीले। अनि त्यसपछि दिदीले भिडियो बनाउनु भयो। कति राम्ररी देखिनु भएको दिदीलाई हेर्नुहोस् त, यस्तो राम्रो सामानहरू आएको थियो। अनि यो रस्ट कलरको चाहिँ सकिसक्यो होइन। सामान लिन चाहिँ म नानीहरू साना छन्, गइराख्नु भ्याउँदिनँ नि त, अनि त्यही भएर चाहिँ यो चाहिँ सकिएको छ। म फेरि लिएर आउँछु, सामान लिन जानु भएको छैन। हजुरहरूलाई चाहिन्छ भने फेरि अर्डर गर्नु होला, म लिएर आइदिन्छु। व्हाइट कलरको कर्सेटमा चाहिँ हजुरहरूले यो ओर चाहिँ डिफ्रेन्ट कलरको पाउनुहुन्छ। यो पर्पल कलरको चाहिँ सेल भइहाल्यो, कस्तो मन पराउनु भएको, एकदम राम्रो लाग्यो भनेर। अनि हजुरहरूलाई चाहिन्छ भने फेरि अर्डर गर्नु होला, म लिएर आइदिइहाल्छु होइन। अनि दिदी त कस्तो राम्रो देखिनु भएको, मोडल त मोडल कति नाच्दै हुनुहुन्छ। भिडियो बनाउँदै मान्छेलाई फेरि भिडियो बनाउन आएन भनेर हाँसेर फेरि छैन, बोल्नै आएन अरे। मलाई पो बोल्न आउँदैन त, हजुरलाई त एकदम बोल्न आउँछ होइन। त्यही हो साथीहरू, अनलाइन बिजनेस स्टार्ट गरिहाल्यो। साना नानी छन्, अफिस जानु भ्याइँदैन पाइँदैन, घरमै बसेर भने नि एउटा दुईवटा भिडियो पोस्ट गरौँ, महिनामा 2-4 सेल भयो भने नि ठिकै छ त भन्ने भयो। त्यो दिन चाहिँ हाम्रो पोषण चेक गर्नलाई नानीहरूलाई लिएर गएँ। बेलुका आएर 1-2टा भिडियो बनाएर पोस्ट गर्यो हामीले। थ्याङ्क यू फर वाचिङ।